खिचिस उसको उतान रहेछ अझ यहाँ र उता यहाँ के छ यहाँ के छ यहाँ बसिरहेछ यहाँ पनि जरा के हो जरा जस्तो छ यार हैन जरा जस्तो छ तर हेर्नु जरा जस्तो छ त्यो त पढ्नु त अर्कै बाबा के रहेछ के त रहेछ हैन बाबा यार के खाली छ के छैन के हो यो नीलगाई अघि नै सोध्यो नीलगाई किचन त हजुर कलर ल्याएको सिक्दा भित्र आउनु स्टेसिङ हो त्यसको केटा मात्रै ल्याएर बाबा त्यसको सिङमा कलर ला हो हरियो बाबा नीलगाईको सिङमा हेर्नु हरियो कलर ला छ के हो यो के भने जलगैडा होला सायद उयातिर हुन सक्छ बाबा के हैन के बाबा न मैले के भनेको छैन के जलगैडा हेर्ने भने हैन सके के छ त अलिकति छोड्नु त पानी नै छैन मुख पनि देखाएन मुख खै मुख देखाएन जलगढा हेर्नुहोस् गाइज हो पहिला बाघ हेर्नु बाघ यो त के हेरे ए बदेल हेरे छैन बदेल सुतेर बसिरहेछ उ काममा सुतेर बसिरहेछ के हो बदेल बदेल सुतेर बस बाघ छौ टाढा पहिला त हैन बाघ बस्छ के बाँदरहरू लङ्गुरहरू अनि चाहिँ आज धेरै खतरा बब्बा झुऱ्यो हुनसक्छ होइन अनि ल आयो गाइस बाँदर चाहिँ हेर्न सक्नुहुन्छ बाँदर ट्याक्क लाएर आयो बाँदर हेर्नु त बाँदर यहाँ माथि छ स्टार्ट भन्दैन अघि स्टार्ट भन्नु पर्दैन यो बाँदर सोल्टी बाँदर त यहाँ पो रहेछ यार सोल्टी बाँदर यस लङ्गुर के होइन लङ्गुर बाघ यो बाघ चाहिँ बाघ यता रहेछ बनाइसौ बाँदर सोल्टिनी बाँदर थाहा छ तर उता ठेक्किँदैन यहाँ ठाउँ छ बाघ यहाँ रहेछ देखिरहेछ अर्को उता गएको छ देखाइछ उता रुकिरहेछ उता त बाघ त हेऱ्यो होइन अब अर्को बाघ हेर्छ होइन
यहाँ छ उता हेर्नु न उता बसिरहेछ उता हेर्नु न पुच्छर हल्लाउँदै बसिरहेछ उता हेर्नु न पुच्छर हल्लाउँदै बस स्किन ठुलो बना न कत्रो ठुलो रहेछ यार यस्तो गर न खै ठ्याक्क देखाउ न हो ल भन्न त बोल्नु पर्यो नि त ल बाघ गाई यहाँ चाहिँ बाघ रहेछ अर्को बाघ खै त यहाँ दुईटा बाघ छ होइन ऊ मान्छे उता उता गयो मान्छे रहेछ क्या उता कता देखाइरहेको छ भने ऊ बाघ देखाउ न बाघपट्टि त्यही त देखाइरहेको छु उता उता जाऊँ न म खिच्नु ल गाई यहाँ चाहिँ नि गजबको बाघ रहेछ ल हेर्नुहोस् ल कति ठुलो रहेछ बाघ ल ल हेर्नुहोस् मजाले बसेको छ ल उसमा अब यता देखाए यता अनुहार त यता फर्कायो हुँदैन नि है ठ्याक्कै पोज दिए जस्तो हुन्छ उता फर्कायो ल ल